हेलो गाइज, अस्ति हामी गन्तव्यमा नपुगेर हामी निराश भएका थियौँ र आज हामी लागिरहेका छौँ। गाइज देख्न सक्नुहुन्छ अगाडि अगाडि हाम्रो राजकुमार सर हुनुहुन्छ, अनि त्यसपछि म पछाडि देख्न सक्नुहुन्छ है। अनि त्यही हो गाइज, रमाइलो गर्नुपर्छ, मजा लानु के छ जिन्दगीमा होइन। सो फाइन गाइज, युट्युब च्यानलको नाम चाहिँ तुलस थामी छ गाइज होइन। तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। र हामी अहिले यो नगरकोट जङ्गलभित्रमा प्रवेश गरिसकेका छौँ गाइज है। थ्याङ्क यू, हेर्दै गर्नु होला। हामी माथिसम्म पुग्ने प्रयास गर्नेछौँ। पुगिसकेपछि हामी त्यहाँ रोमान्टिक भिडियो पनि एउटा चस्सा हाल्नेछौँ गाइज, देख्न सक्नुहुन्छ अगाडि गाडी पनि कति आउँछ होइन। जुन विश्वकप अङ्ग्रेजसँग युद्ध गर्दाखेरि चाहिँ यो तुप चलाएको देख्न सक्नुहुन्छ। त्यसपछि हामी त्यो तुप दुईवटा तोप रहेछ गाइज होइन। त्यसपछि यहाँ चाहिँ पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको मूर्ति। त्यसपछि यहाँ छ हाम्रा सरस्वती ज्ञानको भण्डार। त्यसपछि हामीसँग गोर्खा खुकुरीको चिनारी छ, वीरको चिनारी। त्यसपछि श्री नेपाली सैनिक कलेज रहेछ यहाँ तर पनि गाइज देख्न सक्नुहुन्छ। त्यो पार्क देख्न सक्नुहुन्छ। अनि पार्कमा चाहिँ यहाँ चाहिँ तपाईँहरूको फ्यामिली तपाईँको साथीहरू ल्याएर पनि घुम्न सक्नुहुन्छ तपाईँहरू। र पुरै उता चाहिँ गाइज हामी चाहिँ बल्ल बल्ल अब नगरकोट आइपुग्न लागिसकेका छौँ। र हामी अहिले सल्लाहघारीको जङ्गलमा छौँ होइन, घना जङ्गलमा छौँ गाइज होइन। पुरै बाटो पनि एकदम राम्रो छ। र गाइज हामी नगरकोटको डाँडामा साइकल लिएर आइपुगेका छौँ गाइज, देख्न सक्नुहुन्छ तपाईँहरू। अनि यता चाहिँ बन्ने पछाडि पठाउनु साइड होइन। अनि त्यसपछि यता देख्न सक्नुहुन्छ तपाईँहरू, त्यो साइड काठमाडौँ गाइज होइन। अनि मेरो पनि भिडियो देख्न सक्नुहुन्छ तपाईँ। टावर चढ्नु पर्ने हुन्छ गाइज, टावर त कसरी चढ्ने यो यहाँबाट। तुलसलाई चढिरहेको छ है नगरकोटको। हामी रुममा आइपुगेको छौँ र हामी किन भिडियो बनाएन भन्दाखेरि चाहिँ मतलब थोरै लडेँ होइन, एक्सिडेन्ट भन्नाले पनि त्यो लडेन सधैँ थोरै लडेको कारणले चाहिँ भिडियो बनाउन सकिनँ। म चाहिँ किसान गाउँ छ। सो म चाहिँ रुममा रेस्ट गर्न आइरहेको छु गाइज। थ्याङ्क यू तपाईँहरूलाई चप्पल पनि यता नपर्छ चप्पल नै। र मेरो घाउ देख्न सक्नुहुन्छ होइन, सानो छ भने। त्यसपछि थ्याङ्क यू सबै।